दर्शकबिन सिर्जनाको विवाहको लागि अब 10 दिन बाँकी छन् र दर्शकबिन सिर्जनाको टिका लगाएर सकिने लागेको छ। दर्शकबिन अब भने सिर्जनाको विवाह हुन्छ। तर मलाई लाग्छ दर्शकबिन केही न केही कुरा अब हुन्छ जस्तो लाग्छ। दर्शकबिन सुर्ती र मारुती आमाले केही न केही गर्छन् जस्तो लाग्छ। दर्शकबिन मालती आमा जो 3 वर्ष जेल बसेर पनि अहिलेसम्म दिमाग भने आएको छैन। दर्शकबिन अहिले पनि सिर्जनाको विवाह टुटाउनु पर्छ र रामको बेइज्जत गर्नुपर्छ। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो एज गणेश जैसी अफिसियल युट्युब च्यानलमा। र युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न भने पटक्कै नबिर्सिनुहोला। दर्शकबिन रामको अवस्था बुझेर राम अहिले निकै टेन्सनमा छन्। सोचेर कमाला जान्छन् पैसाको जुगाड गर्न र रामलाई पनि धेरै टेन्सन भएको छ। दर्शकबिन कहाँबाट ल्याउने पैसा के गर्ने भनेर निकै टेन्सन थिए र दर्शकबिन रामका बुवा पनि र दर्शकबिन त्यति बेला कमला पैसाको जुगाड गरेर आउँछन् र अब टेन्सन नलिनुहोस् मैले जहाँबाट ल्याए पनि पैसा लिएर आएँ भनेर भन्छन्। दर्शकबिन सिर्जनाको विवाहको लागि कुरा गर्नको लागि सिर्जनालाई बाहिर बोलाउँछन् र सिर्जना चिया लिएर आउँछन् र विवाह फिक्स भइसकेपछि दर्शकबिन उताबाट धेरै पुरानो जो आकाश थिए आकाश धेरै पुरानो सानैदेखि आकाशले लाई भनेका थिइन् सिर्जनाले पछि विवाह गर्नुपर्छ भनेर। तर दर्शकबिन सिर्जना र आकाशको भने बिछोड हुन्छ किनभने आकाश ढिलो आए। दर्शकबिन अब भने रामलाई पनि सिर्जनाले कसरी भनुन् अब म विवाह गर्दैन भनेर। दर्शकबिन त्यसैले सिर्जना त्यो आकाशलाई अब तिमी ढिलो आयो अब हुन सक्दैन हाम्रो विवाह भनेर भन्छन्। र दर्शकबिन यता भने मालती काकीले मुनालाई रोक भनेर भन्छन्। मुना कुन काममा बाहिर जाँदै थिइन् त्यतिखेर रोक भनेर बोलाउँछन् मुनालाई। तर मुनालाई भन्छन् मालती आमा तिमी भर्खर आएकी हौ तिमीले रामको बारेमा केही बुझेको छैनौ बाबु तिमी रामलाई छोडिदेऊ राम नराम्रो मान्छे हो राम र कमला धेरै नराम्रो मान्छे हुन् भनेर भन्छन्। तर दर्शकबिन मुनालाई नथाहा पाएको कुरा त होइन। दर्शकबिन रामको बारेमा सबै थाहा छ मुनालाई। त्यसैले दर्शकबिन मुना भन्छन् मालती काकी तपाईँको मुख म च्यातेर फ्याँकिदिन्छु मेरो दिदी र मेरो श्रीमानको बारेमा नराम्रो भनेपछि म तपाईँको मुख च्यातेर फ्याँकिदिन्छु भनेर भन्छन् दर्शकबिन। र दर्शकबिन यता रमेश भने विवाहको कुन मान्छे कुन काम गर भनेर टिम बनाउँदै थिए र दर्शकबिन टिम सिम सब पुरा गरिसकेपछि मालती काकी र सुर्ती भने म काम गर्दैन म किन काम गरौँ हामीलाई काम गर्ने जस्तो लाग्यो भनेर रमेशहरूलाई भन्छन्। रमेश भन्दाले पनि सबै गाउँलेको मुखले भन्छन्। र दर्शकबिन सुर्ती सिर्जनालाई लिएर भित्र जान्छन् र मालती काकीलाई भने तपाईँ घर जानुहोस् काकी हामी पछि कुरा गरौँला भनेर भन्छन्। र दर्शकबिन विवाह त फिक्स भइसकेको छ तर मलाई लाग्छ दर्शकबिन मालती काकी र सुर्ती मिलेर रामको बेइज्जत गर्न सक्छन् र यो विवाह सायद रोकिन पनि सक्छ सायद केही न केही नराम्रो हुन सक्छ जस्तो लाग्दैछ दर्शकबिन मलाई त। तपाईँहरूलाई कस्तो लाग्दैछ दर्शकबिन प्रतिक्रिया दिन भने पटक्कै नबिर्सिनुहोला। र दर्शकबिन रामको राम्रो होस् भन्ने जतिहरूले यो भिडियोलाई लाइक र कमेन्ट गर्न भने पटक्कै नबिर्सिनुहोला। हस्त धन्यवाद।